नमस्ते साथीहरू, फाइनली रूपमा साल्पा विकास ब्याङ्कले सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गर्ने भएको छ। यस कम्पनीले कहिले आइपिओ बाँडफाँड गर्ने भएको छ र यस कम्पनीले निष्कासन गरेको आइपिओ जम्मा कतिजना भाग्यमानी लगानीकर्ताहरूले प्राप्त गर्ने भएका छन्। यस साल्पा विकास बैङ्कले निष्कासन गरेको आइपिओमा जम्मा कति आवेदन परेको छ र कतिजनाले 10 किताका दरले सेयर हात पार्ने भएका छन् भने कतिजनाको हात खाली हुने भएको छ। यस कम्पनीको आइपिओ पर्ने सम्भावना कति रहेको छ र त्यसैगरी यो कम्पनी दोस्रो बजारमा कारोबारमा आउँदा यस कम्पनीको ओपनिङ प्राइस कति हुने भएको छ र यदि तपाईँ हामीहरूलाई यस कम्पनीको 10 किता आइपिओ परेको खण्डमा हामीहरूले यस कम्पनीको 10 किता आइपिओबाट कतिसम्म नाफा कमाउन सक्नेछौँ र त्यसैगरी यही माघ 4 गतेदेखि होटल फरेस्ट इनले आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले यही माघ 4 गतेदेखि निष्कासन गर्न लागेको आइपिओमा कसले आवेदन दिन पाउने भएका छन्, प्रति किता कति रुपियाँका दरले यस कम्पनीले जम्मा कति किता आइपिओ निष्कासन गर्ने भएको छ र यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिने अन्तिम मिति कहिले रहेको छ, यस सम्पूर्णको बारेमा तपाईँहरूलाई जानकारी गराउँछु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला र आउने दिनहरूमा नेपाल शेयर बजार सम्बन्धी यस्तै नयाँ जानकारी थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साल्पा विकास बैङ्कले सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आइपिओ यही पुस 25 गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपिओ बाँडफाँडका लागि भने आवश्यक प्री अलटमेन्ट काम भने सम्पन्न भइसकेको छ र यस कम्पनीले निष्कासन गरेको आइपिओमा कुल 23,83,407 जना आवेदकले 2,78,84,570 किता सेयरका लागि आवेदन दिएका छन्। यस कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि कुल 14,39,179 किता सेयर निष्कासन गरेको थियो। यसरी हेर्दा कुल आवेदन मध्ये 1,43,970 जना आवेदकले 10 किताका दरले सेयर हात पार्ने भएका छन् भने बाँकी करिब 22,39,000 भन्दा बढी आवेदकको हात भने रित्तो हुने देखिन्छ र त्यसैगरी यस कम्पनीको इपिएस अर्निङ पर सेयर भने ₹2.24 रहेको छ भने र त्यसैगरी यस कम्पनीको नेटवर्थ अथवा बुक भ्यालु भने ₹105.14 रहेको छ। यसरी हेर्दा यो कम्पनी दोस्रो बजारमा कारोबारमा आउँदा यस कम्पनीको ओपनिङ मूल्य भने ₹105.14 देखि यसैको 3 गुणाले हुन आउने ₹315.42 सम्म यस कम्पनीले ओपनिङ प्राइस पाउने देखिन्छ। यदि तपाईँ हामीहरूलाई यस कम्पनीको 10 किता आइपिओ परेको खण्डमा भने हामीले यस कम्पनीको पहिलो कारोबारकै दिन 2000 देखि 3000 सम्म नाफा कमाउन सक्ने सम्भावना रहेको छ। पछिल्ला दिनहरूमा यस कम्पनीको सेयर मूल्य बढ्दै गयो भने हाम्रो नाफा पनि बढ्दै जाने देखिन्छ। यसरी हेर्दा यस कम्पनीको आइपिओ पर्ने सम्भावना भने एकदमै कम रहेको छ र त्यसैगरी अर्को जानकारी रहेको छ होटल फरेस्ट इन लिमिटेडले यही आउँदो माघ 4 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि प्रति किता ₹100 रुपियाँका दरले कुल 4 लाख किता आइपिओ निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले 40 लाख किता आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको छ र यस कम्पनीले निष्कासन गरेको आइपिओमा न्यूनतम 10 किता आवेदन दिन पाइने भएको छ भने अधिकतम भने 2 लाख कितासम्म आवेदन दिन सकिने भएको छ र यही माघ 4 गतेदेखि आइपिओ निष्कासन गर्न लागेको यस कम्पनीको आइपिओमा आवेदन दिने अन्तिम मिति भने माघ 8 गते रहेको छ र यस कम्पनीले पहिलो चरणको आइपिओ बाँडफाँड गरेपछि भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताको लागि आइपिओ निष्कासन गर्ने भएको छ। यसरी हेर्दा यस होटल फरेस्ट इनले सर्वसाधारण लगानीकर्ताहरूको लागि भने आउँदो महिनाको तेस्रो हप्ता या चौथो हप्तातिर आइपिओ निष्कासन गर्ने सम्भावना उच्च रहेको छ। हस्त साथीहरू, आजको भिडियो यति नै रहेको छ। आउने दिनमा नेपाल शेयर बजार सम्बन्धी यस्तै नयाँ जानकारीहरू थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।